सहकारी ठगेर आएको होइन साथी, र म जेल तोडेर जेल भागेर आएको। नमस्ते साथीहरू, एकदम यो भिडियो चाहिँ स्किप नगर्नु होला है। म एक दुईवटा शब्द बोल्न चाहन्छु। म आज के बोल्न चाहन्छु भने हाम्रो राउटे सांसद माननीय ज्यूले चाहिँ जापानमा गएर अलिकति ब्रान्डेड खाएर बोक्नु भएछ। उहाँले नथानाम सांसद पदमा बसेर बोल्ने शब्द नि बोल्नु भयो, नबोल्ने शब्द नि बोल्नु भयो। त्यसपछि आएर अर्को कुरा के छ भने प्रमाणित नभएका कुराहरू पनि उहाँ बोल्नु भयो। मैले कसैको बचाउ गरेको होइन, फेरि यिनी के हुन् भन्ने कुरा ज्ञानेन्द्र साईको नालीबेली हामीलाई थाहा नि त। हिजो सडकमा त्यही माइती घरमा अहिले जसरी युवाहरू उभिरहन् त्यसरी नै उभिने, माओवादीलाई गाली गर्ने, माओवादीलाई गाली गरेपछि आएर हाइलाइटमा आएको हो भन्थ्यो नि एकचोटि रवि लामछानेले, यदि एउटा यो नेतालाई काट्छु भन्यो भने चाहिँ त्यो मान्छे सिधै भाइरल भन्थ्यो नि। त्यस्तै हो यो। त्यसरी नै अगाडि आएको जुम्लीलाई फसाएर, सोधा जुम्लीलाई भोट हाल्न लाएर आएको मान्छे हो होइन। हिजो जापानतिर अलिकति ब्रान्डेड खाएर नै होला साथीले। त्यसपछि अब अर्को नबुझेको कुरा चाहिँ यसलाई चाहिँ रवि लामछाने जति अझ कसैले सपोर्ट गर्ने, यसलाई माओवादीले पिट्दाखेरि नि ल हेर्नुहोस्, यो भिडियो हेर्नुहोस् है त, कति सपोर्ट गर्यो अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला। सबै बोकेर यहाँ आएको छु, कुराकानी गर्ने चिन्ता